ल ल ल हो त पाइप जोड्नु कत्रो पड्क्यो भयङ्कर तरिकाले यो त फैलिने भयो त हौ कहाँ सक्नु पानी बाबु भखरे हुन चाहिँ यो त भखर बल्दैछ तँ त भखर छ त अनि लु पानी ल्याऊ पानी यो पानी आइपुग्दैन नि उँभो छ अनि खड्के पाँच गोडा जोडेर ल्याऊँ न त टस हो सकिँदैन नि त नि पानी हाल्नुपर्छ यता सब झिक्रा फालेको छ फेरि है झिक्रा पोरको दाउरा हो क्या झिक्रा अनि यहाँ यत्रो बढिसक्यो यो भर्खर बल्दै थियो हैन एकदम सतर्क हुनुपर्ने माटो पानी त उहाँको पनि आउँछ मगरबारीको पानी पानी आइसक्यो अब पानी भेट्दैन क्या पाइपको चाहिन्छ यहाँ भेट्दैन पाइप चाहिँ कहाँबाट ल्याउनु माथिबाट यहाँ उँधो चाहिँ हान्नुपर्ने भयो है रोहित दाइ खोइ रोहित दाइ तल्लो फैल्यो के हो उहाँ कत्रो बल्दैछ दाउरामा पुगिसकोमा हो त तल्लो चाहिँ मार्नुपर्छ क्या यो त अब लगभग यता आउँदैन तल पुगेर आउँ त तल चाहिँ डेन्जर लागि हुँदैछ नि त आगो ल तल्लो चाहिँ भयो ठुलो रहेछ त अनि पाइप छिटो ल्याउनुपर्छ रोहित दाइ कहाँ गएको पनि पाइप पनि गएको यसमा चाहिँ माटो हाल्नुपर्छ रोहित दीर्घ दाइ पाइप लिन गएको कोदालो चाहिँ ल्याउनु पर्ने थियो यहाँ चाहिँ डेन्जर लाग्यो नि त अब ओ पाइप तान पाउनु भाइ यो पानी ल फाल्नु त हो त ल हो त पाइप जोड्नु पानी तल आयो तल फेरि यहाँ सर्क्यो यो यहाँबाट हानु त हो त्यहाँ अलिक परै जानु पानी जोड्नु पानी ल पानी आयो पानी पानी आयो म पात तान्छु कि परे जान त
छिरिसक्यो आएको हो त्यहाँबाट दिउ 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 तल्लो के भएको तल्लो त ठिकै छ को छ त्यो ठुलो अहिले हो दिउ 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 कोही छोड छोड कोदालो हानु कोही 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 खडे बाज कोही छोड मर्न चाहिँ मर्दो रहेछ है माटोले नि माटोले मर्छ बुद्धि विनाशकार र विपरीत बुद्धि भन्ने यसमा लगा लगा जाम निभिसक्यो त हो त्यसो लगा हो त्यहाँबाट माटो हान कहाँबाट हाल त काम छैन माटो बाबा भन्नु भयो ल ल भाइ यतापट्टि चाहिँ अलिक फैलो कि यहाँबाट यता गयो भने फेरि सकिँदैन यता चाहिँ मान्छे बस्छ धन्न नि कोदालोले यो बाँकी चाहिँ बाँस बल्दैछ हल्का आगो लागि त नि माथि त लगभग नियन्त्रण भइसकेको छ माथि नियन्त्रण भयो माथि आएको अघि यस्तो हावा आउँदा कस्तो टटट गएको है हावा चलेको छैन अघि एकचोटि हो है एकचोटि त झन्डै गएको थियो कसले चाहिँ आइदिएको यो आगो कडाभन्दा कडा कारवाही गर्नुपर्छ है पक डढेलो नियन्त्रणमा आउन आँटो रन भाइ कहाँ छ हेरे जङ्गल यता लैजान भाइ पाइ अझ तलबाट पाइ उ त तल उ माथि जान न उहाँ तल जानु त जाने नि यता माथि जाने हो त हो त्यो चेकन ठाउँमा चाहिँ एकछिन उता फाल्दा उता त्यो पानी चाहिँ बल्दो थिएन पुरै साफ सुफ है देखेन ओइ भाइ ऊ त्यहाँ दन्किनु थाल्यो त्यसलाई मार लगभग आयो नियन्त्रणमा आयो धन्न होइन आयो नि त नियन्त्रणमा धन्न मान्छे भेला भइयो र धन्न है धन्न एकतामै बल हुन्छ भन्ने कुरा चाहिँ यहाँबाट पुष्टि भयो रन भाइ यतिमै चित्त बुझाइ आगो निभो